वेलकम ब्याक गाइज है धेरै पछि आयो अनि अहिले चाहिँ म काठमाडौँमा छु अनि अहिले चाहिँ यहाँ यसो बेलुका भइरहेको थियो अनि हामी चाहिँ यसो खाजासाजा खाएर भाइ र म चाहिँ घुम्न जाँदैछौँ उता डाँडातिर उहाँ डाँडामा जाँदैछौँ यहाँबाट देखाइदिँदैछ अहिले यतापट्टि छ अनि गाइज त्यहाँ क्यामेरा हाउस पनि छ है त्यहाँनिर अहिले देखाइदिन्छु म कहाँ यहाँबाट देखिरहेछ देखिरहेछ यहाँबाट क्यामेरा हाउस देखिरहेछ है त्यहाँ खतरा लोजी कार बनाएको गाइज सो गाइज हामी चाहिँ क्यामेरा हाउस यस्तो तरिकाले बनाएको छ यो चाहिँ के अरे CDJMC रे आई डोन्ट नो यसको मिनिङ चाहिँ थाहा छैन मलाई के हो त्यहाँबाट पनि गाडी आइरह चङ्गा उडाइरह क्या बुढाहरू त्यहाँ त्यस्तै छ अहिले चाहिँ अब चङ्गा उडाइरहेको छ नि टक्क दसैँ पनि सकिसक्यो चङ्गा उडाइरहेको छ होइन घाम चाहिँ यहाँनिर छ चाहिँ हुँदैछ है गाई चाहिँ है आमा टल्किया हुँदैछ कस्तो टल्किरहेको आम सो गाई छैन यहाँ चाहिँ हामीले अजिब देखिसकेको छ यो कुकुर छ नि यो कुकुर यहाँ माथि कसरी छ क्या कसरी छ कि गाई चाहिँ माथि कसरी चढ्यो क्या यो झ्यालबाट पनि आउनु मिल्दैन हाँड पनि चढ्नु मिल्दैन कि उड्छ क्या कुकुर पनि उड्न थाल्यो क्या हो ओ त कसरी गइस् त्यहाँ ल जाने ठाउँै छैन गाई चाहिँ यताबाट पनि उताबाट पनि डेन्जर रहेछ यार हुन्छ त नेपाल हो नेपालमा जे पनि हुन्छ है जे पनि हुन्छ नेपालमा सुपर डग कसरी चढ्यो कि त्यहाँ माथि ल ओ आम्हाल आइज आइज कसरी चढ्यो ल यताबाट पनि ठाउँ छैन कि त्यो जाने अब यस्तो छ त्यहाँनिर यताबाट देखाइदिउँ गाडी छ है यताबाट पनि ठाउँ छैन कि गाडी यहाँ चाहिँ दलदल रहेछ फेरि त्यहाँनिर ठाउँ त छ होइन त्यहाँबाट उक्लिनै मिल्दैन कि त्यो कुकुर कसरी उक्लिन्छ कि त्यहाँनिर घरमै मिल्दैन पाइप छ कि बिचमा फेरि यो त ह्याक भयो नि यार बिलायो त त्यहीँ रहेछ बिलायो त नि के भ्यू हेर्नु चढिरहेको क्या त्यहाँबाट हो ओ त्यो के गर्नु गएको त्यहाँ माथि भन् त के गर्नु गएको त्यहाँ माथि हेलो टाउकल हेरेछ रमा त्यो रहेछ जिन्दगी ओर्लि नसक्यो क्या यो छक्क पर्छ म त जाउँ अब हामी म सबै यहाँबाट टक्क हेर्न सक्नुहुनेछ भ्युज लगाइछ खतरा देखिरह है भ्युज चाहिँ ल काठमाडौँ ड्याङ लाएर भाइ जाँदैछ दौड्यो नि त भाइ दौड्यो यस्तो डेन्जर भ्यू आइरहेको है यहाँहरू चाहिँ ल टक्क सट्टा यत्रो ठुलो घर छ बिचमा चाहिँ त्यहाँ बहिनीले चङ्गा उडाउनु आइरहेको छ है चङ्गा उडिसक्यो कि डाइ पानी ल भाइ चङ्गा भाइभन्दा ठुलो यार लट्टाइ नै ल चङ्गा भाइ भाइको माकै चुटिसक्यो क्या अरे लाउँदैछु ल बेटा र न भाइको चङ्गा फेरि खस्यो भाइ हामी चाहिँ त्यो डाँडा जान्छ त्यहाँबाट कस्तो देख्छ धरेर पनि देखिरह चाहिँ माथि जाँदैछौँ कस्तो भ्यू देख्छ यहाँबाट हेर म त देख्छ बाटो त ठिकै छ घाँस रहेछ चारैतिरै कस्तो देख्न सक्नुहुनेछ है तपाईँहरूले चाहिँ यहाँबाट कस्तो देख्छ है त ल ल नाइस बब्बाल भ्यू आउँदो रहेछ यहाँबाट चाहिँ ल टक्क लाएर चारैतिर डेन्जर ल यहाँ चाहिँ फुटबल ग्राउन्ड छ है सानो ठिकै कुकुरहरू जुत्दै छ हो त्यहाँ मस्त जुत्दै छ आफ्नै पारामा कागहरू पनि कति छ है यहाँबाट उड्दैछ एउटा नाइस हावा आइरहेको नाइस हावा आइरहेको
साउन्ड पोल्युसन चाहिँ डेन्जर आइरहेको छ यतै तल रोड छ नि त यहीँ तल अनि अहिले हामी कहाँ छ भन्दाखेरि चाहिँ बल्कुमा छौँ है प्लेन पनि टक्क उड्दैछ त्यहीँ डङ्गा लाएर भर्खर उड्यो अनि यो हाम्रो धरा राई खतरा देखिरहेको छ कि है अनि यता चाहिँ कलङ्की छ है यतातिर चाहिँ कलङ्की छ यो बल्कु भइहाल्यो हाम्रो घर चाहिँ यता तलतिर छ यता यो घर चाहिँ छेक्या छ उता तलै छ भन्नु देख्दैन यहाँबाट समात्यो क्या मोबाइलबाट त नजिक छ त बित्तिकै ल मिलाइदिएर क्या लहर भइदिएर क्या ल हामी चाहिँ फर्किसकेको छौँ भाइले चाहिँ यता माथितिर जाने उतातिर खै गइदिनु त के रहेछ उतातिर पनि गइदिने रे अनि त्यहाँ माथिको कुकुर चाहिँ त्यहाँनिर झरिसकेको छ है यता डुल्दैछ है टोक्दै लाने फेरि अघि जिस्का होइन भनेर ओ त कसरी चढिस् तेरो इन्टरभ्यू लिनु पऱ्यो ल भन त त माथि कसरी चढिस् भन त त्यहाँ माथि चाहिँ कसरी चढ्यो त बोल्दैन ल ठिक छ चढ्नुपर्छ खतरोको खिलाडीमा थियो क्यारे पहिला है केही छैन अब चाहिँ हामी उता जाने भन्दै थियो सुन्नुले उता जाउँ न के रहेछ हेरिदिउँ धत्तुरो जस्तो लाग्यो है गाइस मलाई यो के हो है थाहा छैन धत्तुरो जस्तो लाग्यो मलाई त जहाँसम्म लाग्छ है यहाँ टन्नै छ उता परदेखि नै के हो गाइस यहाँ त म त कपाल देख्छु त पुरै कपाल्स के उतातिर पनि हो क्या सुनिम हो त ल हो कि होइन चाहिँ आई डोन्ट नो है गाइस त्यतातिर पनि छ त्यो गाइस यसले चाहिँ गाउँ भन्छ जस्तो लागिरहेको थियो गाउँ त होला नि गाउँ नै हो कति धेरै रोपेको कि चारैतिर अनि यहाँ स्वयम्भू पनि देख्दैछ यो घरको पछाडि उता नाइस भ्यू देख्छ नि यहाँबाट यार टक्क लाएर ल पुरै ग्राउन्ड जस्तो दिइरह्यो त भ्यू यस्तो भएन यता त कपल्स देख्छ यार उतापट्टि साइडतिर त यतातिर पनि देखेको थिएँ डोजर छ उतातिर त बाटो छ क्या डुल्न मजा आउँछ जे होस् नाइस भ्यू चाहिँ हेर्दै कि गाइस हामी चाहिँ यता आइसकेको छौँ है यहाँ डुल्दा छौँ चारैतिर मान्छे नै मान्छे छ के हो यो ठाउँको थाहा छैन रहस्य चाहिँ थाहा छैन हाम्रो तर चारैतिर मान्छे बसिरहेको छ है के हो हामी दुइटा आएको छौँ पहिलोपटक आयो थाहा छैन मान्छेहरू घुम्ने ठाउँमै हो क्या अरे कपल्सहरू पनि देख्छु म त चारैतिर केटा बसिया पनि देख्छु के भन्नै सक्दिनँ म त है के गर्नु अब गाह्रो छ नेपालमा चिया स्टेसन रहेछ यता चाहिँ त्यहाँ मान्छेहरू के जोइन गर्ने आएर कहाँ निस्क्यो हामी थाहा छैन है कताबाट निस्क्यो हामी कलङ्कीतिर निस्क्यो जस्तो आइसक्यो मलाई त यहाँनिर पुगेर हेरिदिउँ ल यहाँनिर निस्क्यौँ कहाँनिर निस्क्यौँ थाहा छैन है हामी चाहिँ हामी टक्क यता आइपुग्यो कहाँनिर हो थाहा भएन हामीले ल यो ठाउँको नामै थाहा भएन चाहिँ बल्कुभित्रै छौँ होइन तल बाटो रहेछ यसो गएर हेरिदिउँ अरू चाहिँ हामी यहाँनिर निस्क्यौँ टक्क लाएर बल्कुभन्दा यतापट्टि साइडमा अझै नयाँ त्यो घर बन्दैछ नि कत्रो यही ठाउँमा निस्क्यो ओह्रालो हाइवेमा निस्किसकेको छौँ यहाँ यतापट्टि यताबाट उता गएपछि चाहिँ त्यो छ के अरे खसी बजार यता चाहिँ बल्कु बिचमा पनि पऱ्यौ त हामी यहाँ चाहिँ बन्दै रहेछ है यहाँ अब साउन्डै सुन्दैन क्या यहाँ साउन्ड पोल्युसन कम हुन्छ हाइवेमा त भइहाल्छ नि है के कुरा गर्दा छ टक्क लगाएर हामी चाहिँ यहाँनिर रोडको यतापट्टि साइड हिँड्दा छौँ हाइवे चाहिँ यहाँ छ यहाँ हिँड्न त हिँड्छ गाडी तर त्यस्तो हिँड्दैन कि गाडीहरू
यताबाट हिँड्छ क्या तर बाइक आयो गाडी आयो क्या यताबाट जाउँ भने त हिँड्दै हिँड्छ उतापट्टि जङ्गलै छ त्यो भएर हामी यताबाट फर्किँदा फेरि अब यी माथि हिँड्न यस्तो के हो यस्तो तिमी किन यस्तो यस्तो भयो यस्तो भएको साउन्डै सुन्दै नि के गर्ने ल्यामा खुट्टा हाँसी गाडी झन् अब हामी चाहिँ यहाँ माथिबाट जानुपर्ने हुन्छ यहाँनिरबाट सिधै जाने हो चढ नि यहाँबाट यहाँबाट भिड छ नि क्या आउँछ हाम्रो बाटो अघि भर्खर आउँदैन भन्नु त्यो अब यहाँबाट माथि जाने कुकुर आइसकेको छ त्यहाँ डेन्जर एन्ट्री खतरा एन्ट्री हान्थ्यो त बाबु तिमी किन यस्तो लागिहाल्छ नि ल हामी चाहिँ त्यहाँ उताबाट हुँदै यस्तो डाँडाबाट उता हुँदै यताबाट यता निस्केर यता आइसकेको छौँ बल्बु यही हो है त्यहाँ तलबाट पनि जानु मिल्छ तर हामी चाहिँ गएनौँ हामी चाहिँ यतैबाट आयो अब यताबाट यस्तो जाने त्यहीँ अघिको क्यामेरा हाउस आउँछ अनि त्यहाँबाट यस्तो लेफ्टतिर लाग्नुपर्ने हुन्छ जोला आएको थियो ल के गर्नु भिडियो त त्यसले चाहिँ ल जुत्ताको सोल खेल्दाखेरि कुकुरले डोन अहिले झेलमा हाल्दा बाबु तँलाई झेलमा हाल्दा बाबु तँलाई भने के यता उताबाट मैले खिचेको ग्राउन्ड चाहिँ यसको पछाडि छ है म डाँडाबाट यहाँ चाहिँ तार कराइरहेको छ यहाँ इलेक्ट्रिसिटी झ्यार गरेर क्यामेरा हाउस आइसकेको छौँ अघिको है यहाँनिर छ क्यामेरा हाउस अघि मैले उहाँ डाँडाबाट खिचेको थिएँ नि भिडियो त्यहाँ डाँडा छ त्यहाँ छ मान्छेहरू छ यहाँ अघि फाइट गर्ने कुकुरहरू यहाँ डेन्जर छ त है डेन्जर फाइट खेल्दा दिनहरू ल कुकुर हेर्दा त डरै लाग्दो है त्यस कारण दो हेर्नु न अनुहार हेर्नु न ल है अनुहारै देख्दैन है त्यस्तो डेन्जर अब टोक्यो भनेदेखि के होला है अनुहार हेर्नु न ल हामी चाहिँ अघि यहाँबाट छिरेर यस्तो घुमेर उतापट्टि रोड निस्केर यताबाट आउँदैछौँ यताबाट आएको थियो हामी चाहिँ यहाँबाट जान्छौँ कसरी भागिदिएर के त्यहाँनिर के देखाएको थियो त्यो ल के छ त्यहाँनिर कसरी हेरिरहेको थियो त्यहाँनिर डढाएर टिभी हो त्यो टिभी चाहिँ हो त्यो डराएर भागिरहेको ल के हेरेर भागिरहेको त्यसै डराएर भागिदिइराखेको केही पनि छैन यो के हो म त बुझ्नै सक्दिनँ भ्यू चाहिँ कडा हुने क्या ल त्यो कुकुर हाम्रो पछि आएर भाग्यो मजाले भाग्यो त्यस्तै छ ब्याक सपोर्ट हान्न आइरहेको क्या हामी कहाँ पुगिसक्यो त्यो कहाँ पुगिरहेको केही छैन अब गाइज यतातिर चाहिँ पटाका पड्काउन सुरु भइसक्यो है अनि हामी चाहिँ घर आइपुगिसकेको छौँ है यताबाट तल जानुपर्ने हुन्छ हामी चाहिँ यहाँबाट तल अनि तलबाट फेरि त्यहाँ तल गएर फेरि लेफ्ट लिनुपर्ने हुन्छ टक्कै त्यहीँनिर छ घर हाम्रो चाहिँ त्यही हो एड्रेस लिइहाल्यो नि नहानौ सो गाइज हामी चाहिँ घर आइसकेको छौँ खुट्टा सुट्टा सबै धोएर यहाँ रेस्ट गर्दैछौँ त्यही हो आज घुमेर आयो बेलुका है त्यही हो अनि भिडियो कस्तो लाग्छ भन्नु होला नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नु नभुल्नु होला त्यही हो यति भन्दै बिदा माग्न चाहन्छु टाटा अनि लाइक सब्सक्राइब सेयर चाहिँ गर्नु नभुल्नु होला है त गाइज ल